Okay, good morning. Here we again, Fit Boy from Pokhara. आज हाम्रो 5th डे हाइकिङको प्रेप सिरिजमा एज अ कार्डियो हाइक आज चाहिँ हामी यहाँ भलामबाट चाहिँ आँटी घर हुँदै त्यहाँबाट फेरि यतै फर्किनेछौँ। यहाँबाट सायद हाम्रो 2.5 आवर जस्तो हाइक भनेको छ। ल आज चाहिँ हामीसँग चाहिँ नयाँ मान्छेमा चाहिँ दिदी नयाँ त होइन, सेकेन्ड टाइम दिदीको, अनि दाइ चाहिँ नयाँ है, विजय दाइ मेरो क्लाइन्ट पनि हुन्छ। उहाँलाई पनि हाइकमा इन्ट्रेस्ट भएको कारणले चाहिँ हामीले आज बोलाएको छौँ होइन। के भन्नु छ दाइ हाइकको लागि? हाइक चाहिँ एकदम धेरै खुसी लागिरहेको छ। सुन भाइले धेरै राम्रो ट्रेन पनि गर्नुहुन्छ। सबैजना साथीभाइ पनि नयाँ नयाँ साथीभाइले पनि यदि ट्रेन गर्ने इच्छुक हुनुहुन्छ भने सुजन भाइसँग र सुमन भाइसँग कन्ट्याक्ट गर्न सक्नुहुन्छ। र जिममा आएर हो ल। अनि अभिषेकले अस्तिको पालि चाहिँ गरेर चाहिँ हाम्रो यो खास हाम्रो आज अभिषेक भाइको देख्दा धेरै खुसी लागेर चाहिँ हाम्रो सुजन भाइले धेरै राम्रो ट्रान्सफर्मेसन ल्याइदिनु भएको छ उहाँलाई। अभिषेक चाहिँ फ्याट टु फिट टु बडी बिल्डरमा छ अहिले। अनि अस्तिको चोटि चाहिँ हाम्रो 5th हाइक हुनेछ। यो पालि चाहिँ खास हाम्रो 6th हो कि 7th हो, र अभिषेकले गरेर है यो चाहिँ अस्तिको चोटि। के भन्नु छ अभिषेक? अस्ति हल्का समस्या पऱ्यो। ल ओके छ त। ल हेभ अ गुड डे। गुड डे हुनेछ। ओके गुड मर्निङ। आज हाम्रो हाइक चाहिँ भलाम टु आँटी घरमा हो र हामी भर्खर स्टार्ट गरेको हुँदा आज चाहिँ मौसम यस्तो छ, रमाइलो नै छ, पानी परिरहेछ। यसरी हिँडेको छ छाता ओढेर। तपाईँ धेरै पछि आजै हिँडेको? हजुर भनेपछि गाह्रो त हुन्न नि आज? हेरौँ बिस्तारै बिस्तारै। आजभन्दा कति पहिला चाहिँ हिँड्नु भयो यसरी 2 घन्टाको जस्तो बाटो? लकडाउनमा लकडाउनमा हिँड्नु भयो? हजुर 1.5 घन्टा 2 घन्टा हिँड्नुहुन्थ्यो? पानी चाहिँ राम्रो होइन। हामी यसरी पानी पर्दा नि हिँडेर छाता ओढेर जुत्तामा पानी पसाली जुत्तामा पानी पसेर हिँड्न च्याप्चै भयो भने मैले चाहिँ अहिले जुत्ता खोलेर हातमा लिएर हिँडेको छु। खाली खुट्टा पनि हिँड्न मन लाग्यो, यस्तो हिउँसिहरू छ। तर गाह्रो नै छ। कनेक्ट टु नेचर भनेर हिँडिरहेको छु। अगाडि कसै पसल पायो भने चप्पल किनेर लाउनु पर्ला। जुत्ता चाहिँ अलि भएन आजको यो बाटोमा। ल चप्पल पनि किनेर लाइयो। अब चप्पलमा आँटी घर पुग्ने आजको हाइक 20 चप्पलमा। ल आजको हाइक चाहिँ डह्रो एक्सट्रिम भयो है। एउटा कुरा बाटै थाहा छैन। एकजना कता बस्दै यता बाटो भन्दै बस्यो। अनि अर्को भने यहाँ खोला आइदियो बिचमा यस्तो ठुलै छ, यहाँ सानो देख्यो नि। अब तरेर एउटाले पारी बाटोमा भन्यो, एउटाले फेरि यहाँबाट माथि बाटोमा भन्यो। अब कहाँ जाने? ओ सेट। हजुर होइन कुन चाहिँ बाटो जाने?
तर्नै पऱ्यो बाटोको चाहिँ बल्ल राम्रो डाइरेक्सन थाहा पाएपछि चाहिँ लास्टमा बाटो चाहिँ खोला तरेर रहेछ। हामी धन्न यताबाट फर्केर फेरि उतै गर्थ्यौँ। ल अब यो खोला चाहिँ यो उतर्ने। अब खोला चाहिँ कसरी सर्ने त म त चप्पल लाग्छु। अब फिर्किने जुत्ता हाल्दिनँ। एउटा फेरि तर्नको लागि पुगिसक्यो। आयो रमाइलो भयो। ओहो आगेटारी ल हामी यो जङ्गलको बाटो हुँदै मोटर बाटोमा नि आयो। अब यहाँबाट चाहिँ सिधै हो रे बाटो। यो बाटोबाट चाहिँ आँटी घर जाने। तर जे भने हामी यस्तो वेदरमा पानी परेको छ, चप्पलमा जुत्ता लाग्यो, चप्पल किनेर यसरी हिँडेको छ। हामी धेरै एक्टिभ नै हो। ल हामी 9:30 भइसक्यो र सरादेव भन्नेमा आइपुग्यो। बाटो चाहिँ मोटर बाटो उकालो इन्क्लाइन वाक भइरहेको हाम्रो। यो पनि फास्टेड कार्य नै हो। आज चाहिँ बाटो थाहा नभएको कारणले चाहिँ हामीलाई यो हाइक रुट धेरै टाढाको त होइन, यो थाहा नभएको भएर हामीलाई 7, 8, 9 अहिले यहीँ हामीलाई 3.5 आवर जस्तो लागिसक्यो। 3.5 आवर जस्तो लागिसक्यो। यहाँबाट 1 आवर म्याक्सिमम् चप्पलमा हिँडेको छु नि त। बिस्तारै चप्पलमा हिँडेको भएर चाहिँ हामीलाई म्याक्सिमम् लाग्यो 1 आवर लाग्ला। र 1 आवरपछि हामी हाटीहरू पुगेर हाम्रो फर्स्ट मिट गर्नेछौँ। हामीलाई कस्तो भइरहेको मसँग हिँड्नु? रमाइलो पनि थकाइ पनि बेसी है। रेनकोटमा नि है, हामी त फेरि कपडामै हो, छातामा हो। ल बाटो चाहिँ पहिलो भएर गाडीहरू चाहिँ हाम्रो अगाडि नजान्दैछ। अझै कस्तो भयो है, अझै गएको पहिलो यत्रो डाँडा खसेको हुन्छ। छिटो जाऊँ हामी यहाँ। अब फेरि धन्न फर्क्यौँ भनिसकेको थियो केटाहरूले। हामी यहाँ बिच बाटोमा आएर चालिस फेरेको अरे यहाँ मैले चाहिँ यहाँ केटाहरूलाई मोटिभेट गराउँदै हिँडाइरहेको छु है। अब 40 मिनट भन्नु यहाँबाट लाग्न त 40-50 मिनट कति लाग्ला खै। यो हिँडाइले पानी पऱ्यो बिस्तारै हिँड्नेछौँ। रेनकोट र जुत्ता लाउनु हेर्दा डेन्जर हिँडिरहेको के हामी चाहिँ यहाँ हिपको चप्पलमा हो। अब 40 मिनट भनेको छु मोटिभेट गराउँदै हिँडाइरहेको छु। धन्न फर्किसकेको तर विभक्तै गर्ने भनेपछि गयो जाने त्यहाँ पुगेर भात खाएर
एकछिन ब्रेस गरेर टुइ हिँड्ने फेरि ओह्रालो। तर दिन चाहिँ राम्रै परेको, पानी पऱ्यो नि, शीतल छ हिँड्नलाई। हामीले यहाँ दामी झरना पनि भेटिसक्यौँ। क्यामेरामा देखिन्छ कि देखिने यस्तो छ। अहिलेसम्म 3 ठाउँमा यसरी पहिरो गएको देखियो। बर्खामा चाहिँ बाटो अलि हिँड्न लायकको नरहेछ। सायद गाडी लिएर आउने, बाइक लिएर आउनेहरू अनि यहाँसम्म त आउनै सक्दैन, अगाडि नै बाटो ब्लक भइसक्यो। तर यसरी हिँड्दा पनि पानी परेको बेलामा रिक्स नै रहेछ। राति खसेको हुनसक्छ यसरी। कोही आँटी घर आउँदै हुनुहुन्छ भने विकेन्डलाई या त्यसै पनि बाटोमा 3 ठाउँमा पहिरो गयो। हजुरहरू तलैबाट आउन नमिल्ने भइसक्यो रहेछ। पानी परेको बेलामा फिक्स छ है बाटो चाहिँ। हिँडेर पनि रिक्स नै हो बाटो। ठुलो पानी पऱ्यो भने पहिरो जान सक्ने जस्तो रहेछ। ल हामी यहाँ कुर गाउँ भन्ने पनि आइसक्यो। हाम्रो पहिलोचोटि भएर यहाँ हाम्रो दाई साथी होपलेस भइसक्यो। जति माथि हेऱ्यो त्यति डाँडा देखिएर होइन र? अनि अब आधी घन्टा हिँड्छ नि। अब कति आधी घन्टा? 5 आधी घन्टा भइसक्यो। 5 आधी घन्टा 16 भइसक्यो। 10-16 भयो। 10-16 होइन दाइ, 10:40मा त हामीले भात खान्छ माथि पुगेर। अब ल बिचरा आज चाहिँ केटाहरू दौडी हिँड्ने जस्तो छ। खाली पेटै हो। खाली पेट भन्दा नि मैले चाहिँ अन्डा र सेक खाएर आएको हो। अभिषेकले चाहिँ कफी, बिचरा दाइ नयाँ ओट्स खाएर आएर चाहिँ बिचमा अन्डा खाएर आउनु होला। तर मान्छे होपलेस भइसक्यो बाटो हिँड्दा उकालोको उकालो। अनि बाटो मोटर बाटो बल्ल अलिअलि गाउँदेखि लाग्यो। सायद यही नै होला आँटी घर भनेको है। बल्ल अलिअलिदेखि लाग्यो। मैले चाहिँ अब एकछिन भन्दै हिँडेको छु। हो यही आँटी घर ल देखियो है। यस्तो अभिषेक के भयो? अभिषेक भोकले के भयो? ओहो गाह्रो बनाइदियो आज खाएको है। तर रमाइलो भयो नि रेनकोटमा अभिषेक। निस्की बाहर निस्की हो क्या बात निको। बाटो ड्याम न तेर्सो बाटो। बल्ल चाहिँ हामी यस्तै हाइकिङ गर्ने यस्तो बाटोमा आयौँ है। चप्पलमा यस्तो बाटो यहाँबाट अगाडि हो अरे हाँटी गाउँ। मैले गेस गरे अनुसार नै 10:30 या 40मा त पुगिन्छ भनेर मैले केटालाई भनेको थिएँ। पुग्यो। कहाँ हुने भएन। अब एकछिन अगाडि अलि अगाडि। अब थोरै ल 10 मिनटमा त ल 10 मिनट मात्र। यो भन्नु धनी ए ल ल ल ल ल
भइहाल्यो त हिँड्दै रामा भन यार फर्क्यो तर आजको एउटा हाइकको लेसनले चाहिँ के सम्झायो भनेखेरि अनि लाइफमा जस्तो कुनै परिस्थितिमा पनि हिँड्दा गाह्रो भयो साह्रो भयो भने त्यहाँ हौसला दिने मान्छे भइरहेको भने हिँड रहेछ भन्नुभयो। आज चाहिँ मैले हामीहरू टिमलाई चाहिँ घरि जुका लाग्यो भने घरि भोक लाग्यो भने घरि गाह्रो भयो भने त्योभन्दा नि मैले चाहिँ हिँडाइरहेको छु है। अहिले चाहिँ यिनीहरू जुगा निकाल्दै बसिरहन्, मैले चाहिँ जुगा सुगा छोड्दैछु, मेरो खुट्टाभरि जुगै जुगा हुने खोइ जुगा खै बसिरहेको त्यहाँ खोइ जुगा खाली मैले एउटा भर्खरै सानो जुगा यतापट्टि खुट्टामा नि यता पनि हिँड्ने सर गाउँलाई फेरि लम्किरा है त लम्किरा है यहीँ यता लम्किरा कि त्यहाँ छाता ओढाएर पहिरो गएर फेरि यस्तो यहाँ रुख खसेको त्यो पनि यहाँ मैले बाटो छ भन्दै लिएर आइरहेको छु। अब त्यहीँ नजिकै जस्तो ल हामी आँटी घर पनि आयौँ, आँटी घरको बोट पनि आँटी घर भिलाई जङ्गल रिजर्भ हुँदो रहेछ, हामी उतैबाट आयौँ। अब आँटी घर जाने चाहिँ यता अरे केटाहरूलाई मैले जुगा लाए पनि भोक लाए पनि गाह्रो भए पनि आज खेदाएर यहाँसम्म ल्याएँ है। ल अभिषेक हिँडाइपछिको खाना होइन त बिचैमा खाम भनेर यार अब कति मिठो हुन्छ खाँदा यसरी बसेर व्यवस्थितसँग दाइ सही हो होइन त मिठो छ नि तपाईँको त है। तपाईँको त यो बफे एउटै हो मिठै ल यता पनि छ है हो आमा कति धेरै कस्तो भयो ल आजको हाइक राम्रो भयो नि दामी भयो नि यस्तो पानी परेको दामी हो नि के भयो यी काँडा उम्रेको यार हाम्रो सबै नाङ्गे भुङ्गे भयो यहाँ के गरेको गएछ सबै गिजर सुमन भाइ जाडो भएर अन्डा बडीमा छ। अनि हाम्रो सुजन सर हेलो भाउजू हेलो भिडियो पो खिच्नु रहेछ ए ल बुढले भाउजू सबैलाई नमस्कार नमस्ते ल भयो ल काँडा उम्रेको क्या यस आँटी घर आज आँटी घर हाइकिङको खाना पछिको कफीलाई चियर्स है। ल सबैलाई ल जुगा चप्पलभरि जुगा जुगा ओहो जुगा त डेन्जर जुगा हन्टिङ बल्ल यहाँबाट चाहिँ हल्का सिन देख्न लाग्यो मात्र अघिसम्म चाहिँ यस्तो कुहिरोले ढाकिरहेको थियो पानी पनि अहिले बिसेक भयो। दिस इज आँटी गाउँ त होइन दिस इज कुरा गाउँ रे आँटी गाउँ चाहिँ ऊ त्यो डाँडा उता पछाडि
ल आँटी घरबाट फर्केर पनि पिपल डाली आइसक्यौँ। ल यहाँबाट चाहिँ हाम्रो फेरि खोला तर्ने पालो छ। ओह्रालो भएको कारणले चाहिँ हामी सबैले चाहिँ हाइकिङ के जगिङ गरिरहेछौँ ओह्रालोमा। ल हामी आँटी घरबाट झरेर अब भलाम आइसक्यो। अब सिलगढीको खोलामा आउँदा आइसक्यो। अघि जुत्ता राखेको थियो, अब त्यहाँ त्यो जुत्ता लाएर हिँड्नुपर्छ। यो चप्पलले हिँड्दा मलाई यहाँ यति गाह्रो बनायो यो चप्पलले। तर आज पानी परेको भएर नै होला बाटो चाहिँ एकदम लामो नै रहेछ। हामीले जति एक्सपेक्ट गरेको थियौँ अरूले भनेको सुन्दा एक्सपेक्टेसन भर्सेस रियालिटी नै भयो आज। अहिले यसो यो अहिले बाहिर यो कुहिरो खुलेको भएर चाहिँ डाँडा हेरेर त हामी डेन्जर धेरै डाँडा चढेर गएको छौँ। हिँड्न पनि धेरै हिँड्यो। पानी पर्दा छाता ओढेर रेनकोट लाएर चप्पलमा खोला तर्दै त्यो पढ्दै खोला तर्दै अनि चिप्लेर पनि पहिरो छल्दै आँटी घर पुगेर फर्किनु हाम्रो डेस्टिनेसनको त्यो टार्गेटको डेस्टिनेसन पुगेर खाना खाएर फर्क्यौँ। अनि रमाइलो भयो अहिलेसम्म। केटाहरूले बिचमा गिभअप गर्न लाग्थे, मैले चाहिँ गर्न दिइनँ। म त्यहीँ हो भन्दै लिएर गएँ। यो हाम्रो आजको हाइकिङ पनि सक्सेसै भयो, राम्रै भयो। यस स्टार्टिङमै त्यो डे अलिकति रेनी भएर पनि अलिकति हामीलाई गाह्रो नै थियो। तर पनि हामीले आजको यो हाइकलाई सक्सेसै बनायौँ। ल खोला अब तर्नुपर्ने हुन्छ यहाँबाट। म त चप्पल छ मजाले तरौँला। अब यहाँ जुत्ता लाउनेहरूले जुत्ता खोल्ने गर्ने होला। ल जुत्ता चाहिँ भिजेको भएर चाहिँ कसैले चाहिँ जुत्ता नखोलिकन तरेछन्। दाइले पनि नखोली तर्ने रे, म चाहिँ यस्तरी हो तर्ने। ओहो बगाउनुवालै रहेछ त। ल अब हामी नजिक आइसक्यो। भलामको वडामा प्याट मारेर निसी त्यस्तो हुन्छ पाइल चप्पल। हाइकिङ आज यसको हाइकिङ पाइल चप्पल हाम्रो ल हाम्रो आजको हाइक डन भयो। हामी यहाँ स्टार्टिङ गरेको ठाउँमा नि आइसक्यौँ होइन। कस्तो भयो लाइक सबैले आफ्नो प्रतिक्रिया दिनुहोस्। दाइबाट सुरु केही भनिदिनुहोस्। आजको हाइक रमाइलो र थकित साह्रै नै है। गाह्रो त भएन नि है। मैले गाह्रो बनाएर हल्का गाह्रो बनाइदिएँ मैले ठिकै हो। अनि तपाईँ एकदम रमाइलो भयो। तर जुगाले चाहिँ एकदमै बनाइदियो र एक्साइटेड भयो। अनि यता हाम्रो दुईजना एथलिटले आज भयङ्कर रमाइलो। प्रेप हो त फेरि प्रेप भ्लग हो नि त, कार्डियो भ्लग हो नि त, गाह्रै हुनु पऱ्यो नि होइन। कति वेट लस भयो होला आज? 500 ग्राम भयो होला। एक दिनमा 500 ग्रामको हाम्रो कार्डियो भयो आज दह्रो। ल अनि मौसम पनि राम्रै भयो आज हिँड्नलाई। फर्किने बेलामा झन् राम्रो बादल लागेको भएर चाहिँ हामीले नहेरिकन हिँडेको र लास्टमा चाहिँ धेरै हिँडेर रहेछौँ। अहिले बादल खोलेपछि झर्ने बेलामा थाहा भयो। अनि के भयो भने आज चाहिँ म चप्पलमै हाइक हान्थेँ कि यत्रो उकालो यस्तो चप्पलमा इप्पो चप्पलमा यस्तो दुखेछ होला। ल यति भन्दै आजलाई बाई सी यू फर द नेक्स्ट ब्लग। ओके।